वेलकम टु माई भ्लग। म चाहिँ आज भिडियो गराउन गइरहेको छु, छोटो अनि मिठो पनि। अब म चाहिँ यता काम गर्न लागेको छु, कोठाहरू सफा गर्ने हेनटेन। हजुरहरूले भिडियोमा हेर्न सक्नुहुन्छ है। ल स्टार्ट गरौँ। अघि 7:30 बजे चाहिँ मैले नुहाएर अनि कपाल सुकाएको थिएँ। नुहाएर भ्याएर चाहिँ कपाल सुकाएको थियो। अनि त्यसपछि चाहिँ अहिले चाहिँ तेल लगाएर मार्दै हु गाइस। अब कपाल कोरेको हेर्न सक्नुहुन्छ तपाईहरुले। मलाई त बोल्न आउँदैन, त्यही नि यसो भक हाल्दिउँ भनेर हो। अब कहाँ राखेँ, अब काइयो हेर्न सक्नुहुन्छ। लट्टा फोड्दै हु गाइस। कपालमा यस्तो लट्टा पर्छ कि यस्तो बाक्लो कपाल त कसैको नि नहोस्, मेरो जस्तो। लामो नि ह कपाल, बाक्लो नि ह, लट्टा नि ओभरै पर्छ, हेर्न सक्नुहुन्छ। अब मैले चाहिँ बान्न लाहु, कहिल्यै नबान्ने, सधैँ बाट्ने, अहिले चाहिँ बान्न लाहु। कपाल देख्न सक्नुहुन्छ। म मोटा र चाहिँ पक्लक्कै निक्लेख पेट अगाडि। देख्न सक्नुहुन्छ। मैले चाहिँ के भन्छ अरे लेभेन्टी नभेटेर उता तराजबाट लेभेन्टी निकाल्दै मैले हातमा लिएको चाहिँ कोकोनट ओइल हो। यो चाहिँ मुखको लागि चाहिँ एकदम राम्रो है, हजुरहरूले नि किनेर लाउन सक्नुहुन्छ। मलाई त यो कोकोनट ओइलले चाहिँ मुख चाहिँ एकदमै हुन्छ नि अब क्लियर टाइपको, अनि मतलब अब त्यस्तो के चिल्लो टाइपको गराउँछ। यो चाहिँ मेरो लागि चाहिँ एकदम राम्रो है गाइस। यो चाहिँ अब हजुरहरूको लागि नि राम्रो हो, जसको चाहिँ ओइली फेस छ त्यो उहाँहरूले नि लाउन सक्नुहुन्छ। यो चिल्लो नि हुन्छ हुन चाहिँ, तर सफ्ट हुन्छ नि। अब राम्रो देखाउँछ भनौँ न। अब हातहरूमा शरीरहरूमा लगाए नि हुन्छ। यो चाहिँ देख्न सक्नुहुन्छ। मैले अब चाहिँ म चाहिँ उता कपडा मिलाउने तर्फ लागि है गाइसहरू, देख्न सक्नुहुन्छ। बोल्नै आएन त देख्न सक्नुहुन्छ। मैले छिटो कपडा पट्टाएको हुँ। छिटो त के भन्नु, लास्टै लामो भिडियो थियो, त्यही भएर त्यो छिटो खालको लगाएको। देख्न सक्नुहुन्छ। लुगा पट्टाउँदै हुँ। हजुरहरूले पनि पट्टाउनु न भने यसरी पट्टाउनु होला। म त लास्टै अल्छी हु गाइस, हेर्नु। अब के भन्नु, देख्न सक्नुहुन्छ। भिडियो हेर्नु होला है।
त्यसपछि चाहिँ मेरो कलेजबाट पढेर आउँदा चाहिँ बुकहरू यस्तो लथङ्ग पारेर राखेको थिएँ। कति दिन भयो थियो लथङ्ग पारेर राखेको, मैले मिलाएर चाहिँ ब्यागभित्र हाल्दैछु, देख्न सक्नुहुन्छ। ब्यागभित्र हालेपछि चाहिँ लाइब्रेरी राखेँ। अब त्यहाँ के हुन् के हो खोलसोल सबै के थियो हेर्नु गाइज, देख्न सक्नुहुन्छ। मैले हातमा लिएको चाहिँ खोल हो है गाइज। अब बेड मिलाउन तर्फ लागेँ। लु गाइज देख्न सक्नुहुन्छ है, मैले यतिको चाहिँ गराउन चाहिँ जाने हो। मेरो भ्लग भएन होला, कृपया माफ माग्न चाहन्छु। पछि आउँछु म राम्रो भ्लग लिएर। धन्यवाद।